नमस्ते। हजुरहरू हेर्दै हुनुहुन्छ यो सेवाशालाको ग्राउन्ड फ्लोरको रुम, जसलाई चाहिँ अपाङ्गता मैत्री र बिरामी चाहिँ बस्न मिल्ने भनेर, किनभने काठमाडौँमा जताकतै होटल भइरहेको अवस्था, तर सबै होटलको रुमहरू चाहिँ त्यो ग्राउन्ड फ्लोरदेखि माथि मात्रै भएको अवस्था र काठमाडौँ भन्ने बित्तिकै फेरि देशका ठुला हस्पिटल पनि यही हुने कारणले गर्दा बिरामीहरू यहाँ आउने र त्यस्तो सुविधाबाट वञ्चित हुने, जहाँ चाहिँ होटलमा चाहिँ बस्न अलिक गाह्रो अवस्था हुने भएकोले सेवाशालाले अपाङ्गता मैत्री र बिरामी मैत्री बनाउनको लागि आफ्नो ग्राउन्ड फ्लोरमा रहेको रुम, दुईटा रुमहरूलाई यो अपाङ्गता मैत्री बनाएको छ, जहाँ चाहिँ हाम्रो पाहुनाहरू चाहिँ जो अपाङ्गता हुनुहुन्छ, जो बिरामी पनि हुनुहुन्छ, जो माथि चढ्न सक्नु हुँदैन हैन, उहाँहरूको लागि भनेर यो रुम हामीले चाहिँ बनाएको छौँ। यहाँ चाहिँ यो कस्टको हिसाबले भन्ने बेला चाहिँ सस्तो पनि पर्न आउँछ, अन्य बाहिर ठाउँभन्दा यहाँ चाहिँ सस्तो पनि पर्न आउँछ। नमस्ते। हजुरहरू हेर्दै हुनुहुन्छ यो सेवाशालाको ग्राउन्ड फ्लोरको रुम, जसलाई चाहिँ अपाङ्गता मैत्री र बिरामी चाहिँ बस्न मिल्ने भनेर, किनभने काठमाडौँमा जताकतै होटल भइरहेको अवस्था, तर सबै होटलको रुमहरू चाहिँ त्यो ग्राउन्ड फ्लोरदेखि माथि मात्रै भएको अवस्था र काठमाडौँ भन्ने बित्तिकै फेरि देशका ठुला हस्पिटल पनि यही हुने कारणले गर्दा बिरामीहरू यहाँ आउने र त्यस्तो सुविधाबाट वञ्चित हुने, जहाँ चाहिँ होटलमा चाहिँ बस्न अलिक गाह्रो अवस्था हुने भएकोले सेवाशालाले अपाङ्गता मैत्री र बिरामी मैत्री बनाउनको लागि आफ्नो ग्राउन्ड फ्लोरमा रहेको रुम, दुईटा रुमहरूलाई यो अपाङ्गता मैत्री बनाएको छ, जहाँ चाहिँ हाम्रो पाहुनाहरू चाहिँ जो अपाङ्गता हुनुहुन्छ, जो बिरामी पनि हुनुहुन्छ, जो माथि चढ्न सक्नु हुँदैन हैन, उहाँहरूको लागि भनेर यो रुम हामीले चाहिँ बनाएको छौँ। यहाँ चाहिँ यो कस्टको हिसाबले भन्ने बेला चाहिँ सस्तो पनि पर्न आउँछ, अन्य बाहिर ठाउँभन्दा यहाँ चाहिँ सस्तो पनि पर्न आउँछ।